हेलो एभ्रिवान, सेवा स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो अर्को मिनी ब्लगमा। आयो हजुर सन्चो हुनुहुन्छ होला, मैले एकदमै आरामै छु। अनि हिजोदेखि चाहिँ कति ठुलो हावा चलिरहेको थियो के। अनि हामी चाहिँ खाजाहरू खाएर फेरि पनि काममा जानुपर्ने हुन्छ। अनि ड्याडी चाहिँ अघि नै बाँस काट्न गइसक्नु भएको थियो। अनि म पनि ढेलासम्म जानुपर्ने हुन्छ नि त। अनि म पनि जाँदैछु। अनि मम्मी चाहिँ घरकै काम गर्दै बस्नुपर्ने हुन्छ। अनि हामी चाहिँ बाँस काटेर पनि आइसकेको। अनि एकछिनमा त कत्रो हावा पानी आयो के। अनि आज हाम्रो खेताला पनि थियो नि त। अनि ठेवा र भाउजू पनि आइसक्नु भएको थियो। अनि मम्मी चाहिँ बाँस चिर्नतिर लाग्नुभयो। अनि ड्याडी चाहिँ अघि नै बाख्रा खोलेर गइसक्नु भयो। अनि त्यहाँदेखि चाहिँ ठेवाले चाहिँ धमाधम सिटा बोक्न थाल्नुभयो। भाउजू र म चाहिँ सिटा गाड्न थाल्यौँ। अनि आधी चाहिँ सिटा लायौँ। अनि आधी मल हालेर आधी चाहिँ पुरा हाल्यौँ नि त। अनि आधी रहेको थियो। अनि चाहिँ भोलि गर्नुपर्ने हुन्छ भन्दै आजलाई चाहिँ यति नै। बाई बाई साथीहरू।